आज चाहिँ हाम्रोमा सत्यनारायण पूजा हुँदैछ। हेर्नुहोस् यहाँ दुई ती भाउजूहरू रेडी हुँदैछन् यहाँ रोटी पोल्नलाई। यस्तो छ तरुल। यहाँ चाहिँ के उयो होइन आलु यहाँ ओहो गाइस हेर्नुहोस् घिउको बट्टार मेवाहरू हाम्रो फलफुल भनेको धेर छैन। सदा यज्ञादेव सर्वमङ्गलमय प्राणी फुलिएर पनि बसौँ फुलिराख्नुहोस् है। अब कान्छी पनि फुल्यो त फुलिएन त्यहाँ फुल छँदै फुलिएर नमस्कार श्री यज्ञादेव सर्वमङ्गलमय प्राणी शुभेदारी होइन अहिले त्यो उसलाई यही दुवाकै आसन राख्न बरु भइहाल्छ। यहाँ आउनु बेबी छिटो त छिचे यहाँ आउनु न। अब अर्का खेप त हान्ने कुरो भएन बाबुलाई त के लगाइदिनु कोमल जस्ता जानु त मम्माकोमा जानु कुकु एकछिनमा कुकुरले जाउँ ए कुकु आएछ अनि कुकुर भन्दै रहेछ यसले मम्माकोमा जानु मम्माकोमा जानु मम्माको बुबुहान जानु मम्माकोमा जा कुकु ल कुकुरले टोक्छ तँलाई जान। ओए यता आइज ओए कुक्को हेर्ने ऊ जानु मम्माकोमा जानु मम्माकोमा जानु ऊ बुबु खान जानु कता ऊ ल काकै लिनु जानु छिटो छिटो। 1 महिनाको बिदा लिन्छु अनि नयाँ साल मनाउने भन्ती ठुलो कान्छी भने जस्तो के जागिर खाएपछि लिएर आउनु लु छिटो ल्याउनु मलाई यहाँ मलाई दिने तँ जानु उता मम्माकोमा जानु फेरि बुबुहान जानु बुबुहान जानु मम्माकोमा काइहरू लिन्छ जानु आमालाई छोड्नु अरे यसलाई त आमालाई दिनु आमालाई जानु आमा ल है बोलेको यो ल है मम्मालाई दिन न त ल है म आफै गर्ने भनेकोलाई ले आऊ ल बेबी आऊ छिः त्यो बिस्तारै राखिदिएन उसकोमा आफै खेल्छ क्या नचला अहिले बल मलाई माग्दैछ लु खेल्नु छिटो बल खेल्नु इच्छा हजुर इच्छा बल ए ल लानु छिटो छिटो आउनु छिटो छिटो आउनु छिटो पृथ्वी हालिन्छ अरे बच्चाहरू पृथ्वी हालिन्छ अनि हामी त अब बानी भयो नि सिप्यौँ नि त नानी बल पराउँदैछ बे कसको बल मे भन न खै कसको बल ए
मे यता आउनु यता ए ए बडी 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 आऊ भन्छ होला त्यसै गर्छ बाबा खेल्नु 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 छोरी भनेको के भन्नु बाबा काया उठेर 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 बाबु उठेर उठेर हान्नु छि बेबी त नयाँ गर्ने है अब यी भालुले कोपार दिएको स्कुलमा को भाल भालुले भालु हान्नु हान्नु कहिले काट्यो लै लै साया होइन लु जानु बल हान्नु बेबी जानु बल हान्नु न बहिनीले बल हाल्नुहोस् न हान्नु न छिटो बल छेउमा दे न बहिनीको छेउमा बहिनी हराइदियो हरायो फुट छ त्यसरी बहिनी आन्त घुल्छको अहिले म एकचोटि गरे एकचोटि बल 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 मुखमा लाग्यो दे दे बहिनीलाई छिटो दे दे बोल बोल भन्दैछु बसेको बेला हजुरबा फुकी मार्नु पर्छ नि त अब पानी भिज्यो भने बहिनी अहिले बेबी आउनु यता बहिनी